हेलो एभ्रिवान, हामी चाहिँ अहिले सडनली प्लान बनाएर तिमी तार गएको हेर्नुहोस् है। कसरी यिनीहरू बिजी दामी भएको रहेछ, हेर्नु सक्नुहुन्छ। हामी चाहिँ इभिनिङ टाइममा अब चाहिँ आइपुग्यौँ यहाँनिर। आई लभ तिमी सडनली प्लान बनाएर हिँडेको। यहाँ चाहिँ विकास हुनुहुन्छ हो, सो बिजी भिडियो बनाउन लागि। अनि यहाँ चाहिँ फोटोसुट हुँदैछ यिनीहरूको, हेर्नुहोस् है। Wow, guys! कस्तो रहेछ, कस्तो लाग्यो अरे? हौ जस्ट वाउ, दामी है। चेरी ट्रीमा सबै लाइट लगाएको रहेछ, दामी देख्दछ। नाइट भ्यू पनि दामी हुँदो रहेछ है गाइस। तपाईँहरू आउनुहोस् है। लु है, स्टार्ट भयो है। अम्बो दामी दामी। भगवान के बेसी फोटो खिचिबसेको। कस्तो रहेछ जहिले फ्लप चाहिँ मलाई नै पार्छ नि तपाईँले। लु छिटो जाउँ है केटी हो। लु जाउँ फोटो खिचिबस्ने हो कि? टिचरले चाहिँ दामी च्याल्याउँदैछ है। राम्रो सर्भ गरे बहिनी, टिप्स पाउँदैन नि फेरि। अफसोसको बादमा हामीलाई चाहिँ के भयो भने रिल्स बनाउँ भनेको कि, तर यहाँ चाहिँ उयो चल्दैन रहेछ, नेट चाहिँ पोर रहेछ, चलेन। सो स्याड, रिल्स बनाउनै पाइएन। विकास दा कस्तो रिल्स बनाउने? विकास दा पनि जोसिरहनु भएको थियो रिल्स बनाउने, बट नेट नचलेर मात्रै हामी। विकास दा म रिल्स बनाउने हैन, रिल्स हेर्ने मात्र थियो, बनाउने मात्र हुन्छ हैन। ए राम्रो देख्यो त यहाँ त। यो फोटो त खासै यहाँ खिच्नु पर्छ, परेको लाइट होला। सबैभन्दा सानो हो दिदीको बहिनी, सबैभन्दा खप्दा राम्रो छ बेहोरा पनि। नेट लाइटले गर्दा यस्तो किन नबनाएको भन्दैन। यहाँ चाहिँ नेट चाहिँ साह्रै खतम चल्दो रहेछ, वाइफाई जोडिदिनु भएको भए राम्रो हुन्थ्यो। लु है, बाई बाई तिमी तार्कु, तिमी टी गार्डन गएको। यस्तो सेटिस भ्यू रहेछ नि, दामी चाहिँ दामी रहेछ। यसमा राति आउँदा राम्रो देख्दो रहेछ, दिउँसो आउँदा त यस्तो देख्दैन होला कि।